यो हाम्रो चाहिँ इन्टिग्रेटेड बिजनेस प्रोसेस SAP ERP सिस्टमको टेस्ट 2 को क्वेसन हो हैन। अनि यसमा चाहिँ सेक्सन ए मा कहिलेकाहीँ अब 60 मार्कको सोध्छ अनि कहिलेकाहीँ 50 मार्कको सोध्छ। अनि यो सेक्सन ए मा जहिले चाहिँ त्यो प्रोसेसबाट सोध्छ के पर्चेज प्रोसेसबाट अनि हैन। अनि तलको त्यो सेक्सन बी बाट चाहिँ वेयरहाउसबाट सोध्छ। जहिले नि वेयरहाउसबाट सोध्छ। सोध्न पनि सक्छ नसोध्न पनि सक्छ। वेयरहाउसबाट सोधेन भने पुरै पर्चेज प्रोसेसबाट सोध्छ हैन। अनि सोध्यो भने त्यो 50-50 हुन सक्छ या माथिको त्यो पर्चेज प्रोसेस हुन्छ नि त्यो चाहिँ 60 को हुन सक्छ, तलको 40 हुन सक्छ, त्यस्तो अनुसारले हुन्छ। अब यो चाहिँ अब यसरी हेर्दा यो चाहिँ अब यहाँ चाहिँ पुरै फुल्ली डिटेल दिएको हुन्छ, कुन कम्पनी कोड कति हो, पर्चेजिङ ग्रुप कति, प्लान्ट कति, कुन हो, मेटेरियल के हो, त्यो अनुसारले अब दिएको हुन्छ हैन। डेलिभरी लोकेसन कति हो, डेलिभरी टाइम, लिड टाइम कति हो, कति त्यो टाइममा डेलिभरी गर्न पर्छ, त्यो सबै दिएको हुन्छ के यसमा। अनि त्यो अनुसारले हामी चाहिँ सफ्टवेयर युज गरेर अनि त्यसलाई गर्दै जानुपर्ने हैन। अनि यसमा बुझ्दाखेरि अब त्यही हो, यो चाहिँ 50 मार्कको हुन्छ हैन। यत्रो 5 नम्बरसम्म क्वेसन हुन्छ हैन, कुनै 10 मार्क कुनै 5 मार्क त्यो अनुसारले। अब यो तल सेक्सन बी को त्यो त भइ नै हाल्यो, यो वेयरहाउसबाट सोध्छ कि जेले नि वेयरहाउसबाट सोधेन भने पर्चेज प्रोसेसबाट सोध्छ। अब यसको चाहिँ अब अहिले चाहिँ हामी वेयरहाउसको कुरा गर्दैन, यसले चाहिँ हामी पर्चेज प्रोसेसको कुरा गर्छौँ किनकि धेरै सोधिने गर्छ हैन एक्जाममा। अनि त्यही भएर यसको चाहिँ यो कम्प्लिट पर्चेज प्रोसेसकै स्टेप बाइ स्टेप छ के। यसमा चाहिँ अब यो 7वटा स्टेप गर्नु नि पर्ने हुन्छ। 7 स्टेपटा गरिसकेपछि पुरै हाम्रो कम्प्लिट हुन्छ के। अनि त्यसपछि फर्स्टमा चाहिँ रिक्विजिसन छ के, पर्चेज रिक्विजिसन। त्यसमा हामीलाई पहिला थाहा हुनु पर्यो कि हामीलाई चाहियो के, त्यो हामीलाई चाहियो कि। लाइक अब एक्जाम दिँदाखेरि मलाई अहिले त सोच्नु पर्यो नि त कम्पनीको लागि कुनैले ल्यापटप चाहियो हैन। त्यो हाम्रो के भयो, निड्स भयो, ल्यापटप त निड्स भयो नि त, हाम्रो कुनै कम्पनीको लागि निड्स चाहियो हैन। त्यो भयो पर्चेज रिक्विजिसन। अब भेन्डर सिलेक्सन एन्ड कोटेसन प्रोसेस हेर्दाखेरि यता मिस्टेक छ है यसले। यो चाहिँ भेन्डर सिलेक्सन एन्ड कोटेसन प्रोसेस हेर्दाखेरि यसमा चाहिँ अब हेर्नु पर्यो हैन के, यसमा चाहिँ रिक्वायरमेन्ट के, लाइक हामीलाई ल्यापटप त चाहियो तर कस्तो खाले चाहियो के, त्यो अनुसारले हेर्नु पर्यो हैन। ल्यापटपमा के हुनु पर्यो, कति र्याम हुनु पर्यो, कति के हुनु पर्यो, त्यो अनुसारले रिक्वायरमेन्ट हामीलाई के चाहियो त्यो अनुसारले दिएको हुन्छ हैन। अनि यो रिक्वेस्ट फर कोटेसन भनेको त्यसलाई आरएफक्यू पनि भन्छ कतिखेर हैन। यसमा चाहिँ भेन्डर चाहिँ धेरै थरीको हुन्छ। भेन्डर भनेको अब लाइक सेलर के जो बेच्ने मान्छे हुन्छ नि त, लाइक अब बेच्ने मान्छे भयो नि त, त्यसलाई धेरै थरीको हुन्छ नि त त्योमा। अनि कतिले एउटै सामानलाई 20 रुपैयाँमा दिन्छ, कुनै अर्को मान्छेले एउटै सामानलाई 30 रुपैयाँमा दिन्छ, कुनै एउटै सामानलाई त्यसलाई 20 रुपैयाँमा दिन्छ। सामान एउटै हुन्छ तर प्राइस चाहिँ फरक हुन्छ के त्यो अनुसारले हैन। अनि त्यसमा हेर्दाखेरि अब लाइक यसमा मल्टिपल भेन्डर भयो हैन आरएफक्यूमा। यसमा चाहिँ अब गर्ने के हो भन्ने, अब यसमा भेन्डर ए भने कुनै ल्यापटपको प्राइस चाहिँ 40 राखेछ रे, 40,000 हैन। भेन्डर बी ले चाहिँ प्राइस चाहिँ 30,000 राखेछ। अनि भेन्डर सी ले प्राइस चाहिँ 20,000 राखेछ। हामीले चाहिँ त्यो सफ्टवेयरमा पनि त्यो गर्दाखेरि हैन, बनाउँदाखेरि त्यही नै गर्नुपर्ने के। भेन्डर 3वटा बनाउँछ हैन, भेन्डर 3वटा बनाउँछ हैन। अनि त्यसमा चाहिँ अब सबभन्दा सस्तो कुन हो त्यसलाई चुज गर्नुपर्ने के। अनि दुईटालाई चाहिँ त्यो कम्प्लिट गर्नुपर्ने हैन, कम्प्लिट गरिदिनु पर्ने किनकि त्यसमा अब छुट्टै हुन्छ कि। अब पछि प्र्याक्टिकल गर्दा जाँदा हामीलाई थाहा हुन्छ। अनि त्यसपछि त्यो भयो। अब पर्चेज अर्डर भनेको त्यो अफिसियल डकुमेन्ट। हामीले त यो भेन्डर सी त चुज गऱ्यो नि। अब यसमा के फिचर छ, के छ, कस्तो छ हैन, कति र्याम छ, त्यो पुरै हेर्नु पर्यो नि। त्यसको प्राइस कति भयो त्यो चाहिँ पर्चेज अर्डरमा हेर्छ के। त्यही भएर त्यो अफिसियल डकुमेन्ट दिन्छ के भेन्डरले, त्यो भयो। अनि गुड रिसिप्ट भनेको हाम्रो सामान भयो हैन। यसले सामान हाम्रो ल्यापटप डेलिभर गर्छ हैन, भेन्डर डेलिभर, त्यसले सामान हाम्रो के गर्छ, डेलिभर गर्छ हैन, त्यो भयो गुड रिसिप्ट। अनि इनभोइस भेरिफिकेसन भनेको त्यो डेलिभर त गर्यो हैन, त्यो सामानको डकुमेन्ट हेर्छु कि हामीले के छ, कस्तो टुटे फुटेको छ कि के छ, कस्तो छ, त्यो पुरै हेर्छु चाहिँ इनभोइस भेरिफिकेसनमा हेर्छु। अनि लास्टमा हुन्छ पेमेन्ट प्रोसेसिङ, जुनमा चाहिँ हामीले बिल पेमेन्ट गर्छौँ। कतिवटा ल्यापटप लियो के लियो त्यसको पुरै चाहिँ पर्चेज गर्छु त्यसमा, त्यसलाई भन्छ पेमेन्ट प्रोसेसिङ। यसमा चाहिँ बिल पेमेन्ट गर्छु लास्टमा। अनि त्यति नै प्रोसेस, जम्मा 7वटा प्रोसेस हुन्छ हैन। यसमा पनि लास्टमा त्यही भएर लेखेको यता फर्स्टमा आइडेन्टिफाई द निड, एन्ड सेकेन्डमा स्पेसिफिक द रिक्वायरमेन्ट, अनि थर्डमा फाइन्ड एन्ड चुज अ सप्लायर, अनि फोरमा नेगोसिएट कस्ट हैन। अनि फिफ्थमा गेट अर्डर एप्रुभल, अनि सिक्समा प्लेस द अर्डर, अनि सेभेनमा रिसिभ एन्ड एप्रुभ द अर्डर, अनि 8मा रिभ्यू सप्लायर एन्ड पर्फर्मेन्स। त्यही हो कि यति स्टेप भयो पुग्छ।